नमस्ते, स्वागत छ मेरो भ्लगमा। हजुर सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज हेर्नु माथि पनि फेरि हिउँ परेको छ है। यता यो सिमकोट एरियामा चाहिँ पानी परेको रहेछ। अझै पनि यस्तै छ है, अहिले चाहिँ 6 बजा छ। त्यही हो गाइस, आम्मामा बाहिर त लास्ट जाडो हो यार। माथितिर चाहिँ आम्मामा पञ्चमुखी त आइरहेछ अझै है। हिउँ परेपछि जो दामी देखिन्छ हौ। र त्यही हो गाइस, हिउँ परेको छ, यो एरियामा चाहिँ पानी परेको छ। अब त्यही हो गाइस, आज शनिबार हो सोचेर फेरि उठेर वर्कआउट गरेर फेरि सुतेको यार है। अरू दिन सुन्न हल्का झ्याउ लाग्छ, आज चाहिँ शनिबार भएर फेरि उठेर फेरि सुतिर है। अब त्यही हो गाइसहरू, अहिलेको मौसम चाहिँ यस्तो छ। अब चाहिँ खाना खानुपर्ने हुन्छ। अहिले चाहिँ हल्का हुन्छ नि, बादल खोल्या छ भनौँ है। उतातिर त पुरा खोलिसक्यो। अब हल्का यता घाम लाग्ने ठाउँमा चाहिँ खोलिदियो भए हल्का कति दिन पछाडि घाम ताप्न पाइने थियो है। अब खोल्छ कि खोल्दैन, पछिसम्म खोल्छ होला जस्तो लाग्छ मलाई यसो हेर्दा। अघि बिहान त नराम्रो थियो नि त वेदर, अहिले चाहिँ यस्तो भएको छ बल्ल बल्ल है। हल्का खोलेछ भनौँ न। अब यो बादल खोलेपछि अनि बल्ल घाम ताप्न पाइन्छ है। अनि म के अरे बिहान उठेँ, फेरि वर्कआउट गरेर फेरि सुतेँ, अनि खाना खाएर फेरि अहिले सुतेँ, फेरि अहिले उठेँ क्या है। खाना खाएर फेरि सुतेँ, अहिले उठेँ भनौँ न है। अब शनिबार है, अब सबै दिन छिटो उठ्नुपर्छ है। शनिबार भएर हल्का सुत्दिएको धेरै है। त्यही हो गाइज, जोस् रमाइलो छ है। हेर्नु यस्तो देखिन्छ है गाइजहरू, जोस्। ल आइज जुवादारी आएछ यार, दारी आएछ दारी आइज। रगत आएछ यार यता, यता रगत आएछ यार। आमामा रगतै आएछ भने केही भएन। तर लगाइ अहिले सुस्तारै घाम लाग्ला जस्तो पनि छ है। त्यही हो, ल उता तल सामनेतिर चाहिँ घाम लागिरहेछ। हेर्नु पुरा घाम टलल छ। अब सिमीकोट एरियामा मात्र लागेको छैन, अब सुस्तारै लागिरहेछ। अहिले यतै लागिसक्यो यार। ल आज मौसम खोल्ला जस्तो छ सुस्तारै है। आज शनिबार हो, घाम ताप्न पाइने भयो भनौँ न है। खाली कोठाभित्र यार चिसो न चिसो है। त्यही हो गाइस, सामने आजभोलि कस्तो हरियाली भएको भने हेर्नु त, पुरा हरियाली मात्र छ। अस्तितिर त सब हुन्छ नि, त्यो पातपतिङ्गा नभएर कस्तो नराम्रो देखिरहेको थियो नि त। अहिले चाहिँ दामी देखिरहेछ जताततै। यतै पनि हेर्नु यस्तो हल्या पातहरू घाँसहरू उप्रिसक्यो। त्यही हो, ल हेर्नु कस्तो मेरो हात हल्लिँदो रहेछ यार। अझ फेरि अस्ति 3-4 दिन त हुन्छ नि, त्यो के भन्छ वार्मअप होइन, वर्कआउट राम्रोसँग गरेको थिएँ, अनि फेरि छोडेर फेरि गरे हो क्या। त्यही भएर पहिला अस्तितिर हल्लिँदैन थियो, फेरि अहिले हल्लिने भएछ है। ल अहिले चाहिँ म शिव मन्दिरमा देखाइरहेको छु है त। अहिले यो ढुङ्गामा बसिरहेको थिएँ। हेर्नु त तल डोजरमा हुन्छ नि त्यो, अब के हो पेट्रोल हो कि डिजेल हो कि मर्ती तेल हो कि के हो है, त्यो चाहिँ हुन्छ नि त्यही डोजरमै हालिरहनु भएको छ है दाइहरूले। हल्का धेरै नआएर माथि त्यहाँमा ट्याङ्की राखेर मान्छे गएर अनि बल्ल तेलहरू हाल्दैछन्। अनि साइडमा तल ट्र्याक्टर छ। जस यताको रोडहरू लास्टै बिग्रिएको छ है, पहिला भन्दा त आजभोलि त लास्टै बिग्रिएको छ है। तलमाथि छ क्या, त्यही भएर यता लास्टै नराम्रो बाटो छ है। यहाँदेखि यस्तो यहाँसम्म छ क्या, कस्तो नराम्रो बाटो छ है। अब त्यही बनाउने होला सायद है। अब खै के गर्छ अब है। अब आउँदो दिनहरूमा त्यहाँतिर त लास्टै रोड बिग्रिएको छ भनौँ है। गाडीहरू तल जाममा छ भनौँ है, जाम त होइन, त्यो बाटो नपाएर हो क्या है। अब त्यही हो गाइजहरू, कर्णाली मजाले बगिरहेछ। आजभोलि जे होस् कर्णालीको पानी हुन्छ नि निलो देखिँदो रहेछ। पहिला त हुन्छ नि यस्तो हिउँदतिर हुन्छ कि बर्खातिरै हुन्छ यार, त्यतिखेर चाहिँ आमामा कस्तो घोल्यानो देखिन्छ है। अहिले चाहिँ खतरनाक देखिरहेछ है। जे होस् अब त्यही हो गाइजहरू। अब के छ त, यताउता जानै पाइँदैन। अब घर गएर फेरि लुगा धुनुपर्ने हुन्छ। भोलि आइतबार फेरि लुगा भोलि नधोएपछि तनाव होला फेरि है।
अब घाम त पुरा खोलिसक्यो भनौँ है। अहिले त घाम खोलिसक्यो। अब खै 1-2 हुन्छ अब कतिसम्म बस्छु म। अनि यहाँबाट गएर फेरि घर गएर लुगा धुनुपर्ने हुन्छ। धेरै नभए पनि ड्रेस चाहिँ धुनु पऱ्यो। अनि लुगा चाहिँ भोलि मम्मी आफै धुनुहुन्छ है। अब त्यही हो गाइज। अहिले चाहिँ म आजभोलि के भएको यार, भ्लग बनाउँछु, थम्बनेल एडिट गर्न पाइँदैन, अनि टाइटल हाल्न पनि पाइँदैन राम्ररी, टाइम नपाएर है। त्यस्तै चलिरहेछ जिन्दगी। अब आजदेखि म हुन्छ नि टाइम बनाउँछु एउटा, कुनमा के गर्नेवाला जस्तो टाइम बनाउँछु है। त्यो के हो गाइज यार, त्यो केही थिएन जस्तो लाग्थ्यो त यार। अहिले त के छ त यार, खै गइदिनु के रहेछ, केही थिएन जस्तो लाग्थ्यो त यार। हुन्छ नि अब कोही दाइहरू आएर यतै आगो बाल्दै खाउ रहेछ है। यहाँ चाहिँ राखेर रहेछन् भन्नाले अर्कोचोटि आउँदा आगो बाल्दै रहेछन्, त्यही भएर होला। अब के छ त है, यतातिर अहिले कोप्छु जतिखेर आए पनि भयो। त्यही हो, आगो बाल्दाले राखेर रहेछ। आगो बालेर हुन्छ नि नसकेर राखेँ। अब कुनै दिन बाल्छु सोच्नु भएको होला नि त है। यो ढुङ्गामा चाहिँ म चढिरहेको छु। त्यही हो गाइस। अनि यो ढुङ्गाको यो लेउ भन्छ कि के भन्छ है, कमेन्ट गर्नु होला त, कस्तो दामी देखिरहेछ भने है। त्यही हो, अब थम्बनेल एडिट गर्नुपर्ने हुन्छ है राम्रोसँग। यहाँदेखि 1 मिस गेम फिनिस है। वेमा कस्तो हावा लाग्यो है। यस्तो छ ल, 1 मिस गेम फिनिस हाम्रो। ल अब घरतिर जानुपर्ने हुन्छ है त। ल त्यही हो, यो डाँडामा बस्न कस्तो मजा आउँछ है। ल अब चल्दिस् गाइजहरू, घर गएर फेरि लुगा धुनुपर्ने हुन्छ। अहिले चाहिँ लुगा पनि भिजाइसक्यो सरफ हालेर, अनि बाटामा पानी हालेर, पानीमा सरफ हालेर, सरफमा लुगा हालेर, उही धन्न पऱ्यो। अनि रेडी भइसक्यो है। यस्तो छ है। अब पानी, अब यो कुनै यता राख्नुपर्ने हुन्छ। यो सब पानी भयो यार। ल यो चाहिँ यता भिज्दै गर्छ, अनि म चाहिँ एक लुगा निकालेर यता धुन्छु है। अब त्यही हो गाइज। अब के छ त होइन, यो कसरी गरौँ यार, अनि यो चाहिँ यहाँ भित्र राखौँ पानी हाल्ने। त्यही हो गाइज। अब यत्रो पानीले पुग्छ कि नै भन्ने हो क्या है। अब पुग्छ होला है। अब लास्ट अहिले चाहिँ घाम लागेर गर्मी फिल भएको छ। अब यो जागिर निकालेर धुन्छु है त गाइज है। कस्तो छ गाइज। कस्तो गर्मी भएको ल गाइजहरू। ल अब म धुन स्टार्ट गर्छु है। धोएको त के देखाउने, अस्ति देखायो स्याम भ्लग है। अनि साबुन यता छ। अनि यो बरस भइगयो, ब्रुस भन्छ होइन, ब्रुस भन्छ कि बरस भन्छ के यार। ल यति रेडी भयो। अहिले चाहिँ ड्रेस पनि धोइसकेँ है। हेर्नु है कस्तो फोट लागेर रहेछ। अहिले चाहिँ ड्रेस धोइसक्यो है। अब यति ड्रेस हो। अर्को ट्र्याक सुट, अनि अर्को चाहिँ नयाँ छ भनौँ है। अनि यस्तो हुन्छ नि 4 भएको थिएन, अनि 4 भएको भने यही ड्रेस हो। अनि धोइसक्यो भनौँ है अहिले चाहिँ। अब त्यही हो गाइस। अब चाहिँ यस्तो भाँडाहरू यसरी राख्नुपर्ने हुन्छ सुत्दासम्म यतै, अनि पछि घरभित्र राख्नुपर्ने हुन्छ है। सामान अब जाति राख्नु होइन। ल धोइसक्यो भनौँ है। अब त्यही हो गाइजहरू। अझ फेरि यस्तो थोरै गर्दै त्यहाँ पुग्ला जस्तो छ। तर ड्रेस चाहिँ मजाले सुक्छ जस्तो लागिरहेछ मलाई है। हेर्नु, पहिला सर्ट धोएँ, अनि प्यान्ट, अनि टाई, अनि पछि जर्सी है। जर्सी भन्छ कि यसलाई के भन्छ यार, जे भने कमेन्ट गर्न के भन्छ है। ल त्यही हो। लगाइ चाहिँ हल्का पानी बचाएको थियो, त्यही पानीले
नुहाएँ भनौँ है। अनि हल्का बडी देखाउँ न भयो क्या सुक्या बडी सुक्को बडी सुक्या बडी देखाएको है। यस्तो छ सिक्स प्याक चाहिँ है। अब यस्तो यस्तो छ है सुक्या बडी। ल यही हो है सुक्या बडी यही हो। ल के कस्तो लाग्यो कमेन्ट गर्नु होला है त। ल गाइज नुहाएर हुन्छ नि यो दाग हटाउनलाई हल्का भ्यासलिन अनि के अरे ओठमा चाहिँ के भन्छ लिपकार्ड लगाएँ है। अब त यो गाइजहरू माथि चाहिँ हिउँ परिरहेछ। अझ फेरि यो बादलहरू माथि त्यहाँ गएपछि फेरि चिसो बनाउँछ है। अब केही छैन जोस् ड्रेस चाहिँ सुन्ने भयो भनौँ है त। अहिले चाहिँ म गाउँतिर आएको छु है। यसो न गाउँमा नआएको पनि कति दिन भइसकेको थियो है। ल यस्तो छ गाउँको हालचाल आजभोलि है। यो आजभोलि भ्युज भन्छ भने यसलाई यो चाहिँ सबै ठाउँमा हरियाली मात्र छ है। त्यही हो गाइस है गाउँ घरहरू यस्तो हुन्छन् है। अनि यो चाहिँ माडु भन्छ है माडु देउताहरूको। त्यही हो गाइस अहिले केटाहरू यहाँ छ है। अहिले सिमा ग्राउन्डमा आएको थिएँ त हेर्नु त यस्तो रहेछ है। यस्तो काल्टा 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 काल्टाहरू कुकुर जस्तो अघि यसले मैले धन्नै टोकेको यार घरमा नआएको साधे अझै भोसडीके अझै अझै मेरो कुकुर हुनु भए हात दिन्थ्यो। लगाइ यस्तो छ है पानी पानी छ त्यही पनि बल पनि छैन अनि टिम पनि छैन। त्यही भएर अब हामी यसो घुमघामतिर लागिरहेको छौँ है। त्यही हो ल कति चारजना छौँ चारजना म पाँचजना ऊ यस्तो यस्तो खाल्डा खाल्डामा पानी जम्मा भएको छ है। अनि प्लस बल पनि छैन प्लस टिम पनि छैन है। त्यही भएर घरतिर चल्दिस अब माथिबाट जानुपर्ने हुन्छ है। काले 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 यो अलग्गै लेभलको बन्दा थियो जाउँ है। त्यो मुख धोएर जानु होला है। पानी आउँछ जाउँ मुख धुनु होला। ल धारामा पानी मुख धुन जाऊँ न होइन। यिनीहरूले यार यो मेगासिरी जस्तै एउटा हुन्छ नि यो बच्चाहरूले खाने के भन्दै थियो त्यो खाएको त मुखमा जाने बित्तिकै खतरनाक आएको यार। मेरो मलाई आज प्रकाशमा भिडियो पनि हालिदिनु है। ओके छ त 57,000 मूलको पानी हो है गाइजहरू। यो माथि त्यो मूलबाट जोडेर आएको पानी हो। अनि हेर्नु यहाँ सिमा ग्राउन्डमा पुरा हरियाली मात्र छ आजभोलि चाहिँ। आज पुनादुर यस्तो क्या यस्तो माथि आइछ नि माथि जनसेना हान 3 शट हान्न ओइ जमिनमा 3 शट हान्दै नि हिलो लाग्यो अनि यति देख्दैन पानी रहेछ भने त्यो पनि हिलो लागेको छ हिलो पसल फर्किन्छ यहाँ भुनी न के यहाँ कपाल लाग्यो नि ऐति भएको थियो क्या हुँदैन रहेछ गाइजहरू कुन्ने है त ल ओइ ओइ ब्लर ब्लर फङ्गो हुला खै हेर न फेरि ओ ताली खै त केटा ल
डुङ ट्याड्याउ आमै मासलाई ट्याड्याउ 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 टिकिट टिकिट ट्याड्याउ हाम्रो गाइड ए टुङडुङ हो यार म भुलिदिरहेको डुङ ट्याड्याउ टुङडुङ ट्याड्याउ ए दोबारा नहीं खाऊंगा बेचना मुझे डुङ डुङ ट्याड्याउ टुङडुङ ट्याड्याउ अहिले चाहिँ पुरा राति नै भइसकेको छ है राति भन्दा पनि आउने अहिले चाहिँ राति भइसक्यो है त यस्तो छ है यतिसम्म हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद नयाँ हुनुहुन्छ भने सब्सक्राइब र बेल आइकन अलमा सेट गर्नु होला हजुरहरूको आउँदो दिनहरू शुभ रहोस् म भेट्नेछु अर्को भ्लगमा हस्त जय नेपाल बाई बाई